के कुरा गरेको है तैँले? म एकदम ठिक भन्दैछु। तैँले यो कुरामा अचम्म मानिरहनै पर्दैन। आफ्नो मुटुलाई दह्रो बनाएर यो कदम चाल्नुपर्छ ताकि लट्ठी पनि नभाँच्योस् र सर्प पनि मरोस्। त आफै एकचोटि विचार गर न। ल अहिले त तेरो सासू ससुरा तगडा हुनुहुन्छ, हिन्डुल गर्न सक्नुहुन्छ, आफै खान सक्नुहुन्छ। पछि गएर केही जानी बिरामी हुनुभयो भने, थला पर्नु भयो भने उहाँहरूलाई तैँले स्याहार गरेर बस्न सक्छस्, उहाँहरूको दिसा पिसाब सोरेर बस्न सक्छस्। एकचोटि ठन्डा दिमागले सोच त। हो, यस्तै हुन्छ भनेर मैले मेरो सासू ससुरालाई बेलैमा वृद्धाश्रम लगेर छोड्दिएँ। अहिले हेर त, मलाई कति आनन्द छ। कसैले केही भन्छ भने चिन्तै छैन। ल, मसँग भएको उपाय यही हो, बाँकी तेरो विचार।